साथीहरू गुड मर्निङ छ सबैजनालाई नमस्कार छ। आज 9:30 भइसक्यो। हामीहरू बुढा म यहाँ बगानतिर सब्जी खोज्न छु। नास्ता पानी त बनाएर भ्याइयो, टिफिन पनि बनाइयो छोरालाई, अरू रोटी सोटी पनि बनाइयो नातिको लागि पनि। अरू यहाँ अब हेर्नुहोस् फर्सीको मुन्टाहरू खोज्दैछु। साउनको महिनामा हरियो परियो नखानु भन्छ, के एउटा खानु र हरियो परियो पनि। अब भेन्डी नि हरियो छ, बोडी नि हरियो छ, सबै कुरो त हरियै छ सब्जीमा। अरू के नखानु, खालि बारेको छु यो कोभिन्ड र बैगुन चाहिँ बारेको छु। अरू त सबै खान्छु। अब नखाने चाहिँ सबै हरियै हरियो छ, नखाएर नि के गर्नु। हेर्नु होला, आज सब्जी खोज्नु आएको छु हामीहरू। यो फर्सीको मुन्टा काट्नु हुँदैछ त। यता भात केरेलाहरू पनि भएछ कि झोलासोला लिएर आएको छु। हेर्नुहोस्, कसले साउन बारेको छ कमेन्टमा भन्नु होला। चुरीहरू लगाउनु भयो होला, मेहन्दीहरू साथीहरू भन्नु होला है। मैले त चुरी त एउटा खालको लगाएँ हरियो, गरममा धेरै लगाउन सकिनँ। मेहन्दी नि आफूले जानी नजानी यसरी लगाएको छु। तपाईँहरूले त राम्रो लगाउनु जान्नुहुँदैछ होला साथीहरू, कमेन्टमा भन्नु होला। यहाँ पनि फर्सीको घाँसी आएको छ, कहाँबाट आएछ? भात केरेला भात केरेला टिप्नुपर्छ त। भात केरेलाहरू सब्जीहरू निस्केछ टुकटाक टुकटाक टुकटाक। हामीले त यसरी खोजी नै सब्जी त तारेको छु। कोही कोही त किनेर नि खान सकिनँ, यति सब्जीको दामहरू भएको छ साथीहरू। हेर्नुहोस्, उतिर पनि भएछु त्यतिर यति दाम भएछ सब्जीको। यहाँ एउटा छ त्यता छ सब्जीको दामले। यो भात करेलै छ होला 100 रुपियाँ किलो नि बजारमा त। कचुरी पनि मजाको भएको छ, कालो कचुरी काटेर तिल हालेर चटनी बनाएर खानु। अरू तिल हालेर चटनी बनाउनु। आज मैले नास्तामा आलु र तामाको चटनी बनाएको छु। यो चाहिँ मेरै रेसिपी हो। तामाको चटनी बनाएको छु, तिल हालेर आलु तिल हालेर बनाएको छु। अस्ति अरू एउटा निङ्ग्रो हालेर चाहिँ खाएको थिएन, एउटा थारुनी बहिनीले बनाएर खाएको देखेको थिएँ र मैले युट्युबमा बनाएको थिएँ। बहुत टेस्टी हुने रहेछ। निङ्ग्रोमा तिलहरू आलुहरू हालेर बनाएर खाँदाखेरि यस्तो मिठो हुने रहेछ। अरू दिदीलाई पनि मैले त्यसमा ताता भन्छ हाम्रो त पर्दनहरूको, तातालाई पनि तिल हालेर बनाएर खा त निङ्ग्रोको चटनी भनेको थिएँ। हामीले त खाइ वाक्कै भएछ भन्छ उनीहरू त। अब खानु बुहारीहरू बनाउनु उनीहरूको त स्मार्ट छ, सबै बनाउनु जान्दैछ, फटाफट बनाइहाल्छ। बनाएर खानु पुरा उनीहरू त अगाडि छ। यति बेटी यति मुन्टा टिप्यो बनाउनु उनीहरूको त पुरा छ। मैले त खाइ वाक्कै भएको भन्छ दिदीले। मैले त खाएको थिएन। एउटा थारुनी बहिनी छ, के नाम भन्छ, नाम पनि भुल्यो हिजोसम्म, अस्ति पनि थाहा थियो। उसले चाहिँ बनाएर खाएको देखेको थिएन, मैले पनि बनाएको। साथीहरू हेर्नु होला, कमेन्टमा भन्नु होला हाम्रो सब्जी बगान कस्तो लाग्यो। धतुरोको गुटी यहाँ रहेछ, हिजो चढाउनु लानुहुन्थ्यो। अब तल के करेला रोक्नु म हेरिदिँदैछु है। आजको चाहिँ अलिक कलिलै छ भात केरेलाहरू। पाकेको चाहिँ राम्रो लाग्छ मलाई त, गुटी कुटुम कुटुम खानुलाई। पाकेको तिते करेलाको गुटी, भात केरेलाको गुटी राम्रो लाग्छ। हेर्नुहोस्।